यहाँ यति राम्रो सिरिजको बिरुवा हामीले 2 चोटि 3 चोटि गरेर बल्लडा हुर्केर ठुलो भइसकेको थियो। को महानुभावले यसलाई तोडेर यसलाई घोप्टो पारेर माथिबाट हतौडाले पनि ठोकिदिनु भएको छ। हेर्नुहोस् कत्रो बहादुरीपूर्ण काम गर्नुभयो तपाईँले। हेर्नुहोस् त ल कस्तो बहादुर, ग्रेट। यस्तै गर्नुहोस् कति राम्रो हुन्छ होइन। हेर्नुहोस् त अलिकति माया लागेन तपाईँलाई, थोरै दया पनि लागेन। यसले के बिगारेको थियो तपाईँको, के बिगारेको छ यसले। हेर्नुहोस् यसरी तोडेर तपाईँले यसलाई मारिदिनु भयो। यसले खान माग्यो तपाईँलाई, लाउन माग्यो, के माग्यो तपाईँलाई। हेर्नुहोस् यहाँ यस्तो बदमास मान्छेहरूको हरकत। हेर्नुहोस् यो मैले यो के अरे मैले सिरिज भनेको छु। यहाँ राम्रो त्यो बकैनको गाछी थियो। हेर्नुहोस् बकैनको गाछी थियो। हेर्नुहोस् होइन, यसलाई यसरी चाहिँ मारिदिनु। यो कहाँनिर हो भन्नुहुन्छ भनेदेखि यो ठ्याक्क यो होटल मनासुलदेखि ठ्याक्क छेउपट्टि हाम्रो चापागाई दाईको घर छ। उहाँ चापागाई दाईको घरको अगाडिको यो हो। हेर्नुहोस् होइन, यति दुःख गर्छौँ हामी, यति धेरै दुःख गरेर हामीले गरे हुन्छौँ। हेर्नुहोस् यति मेहनत गर्छौँ यो जाडोमा। अहिले हेर्नुहोस् त यो जाडोमा अहिले कति बजेको छ, 6-7 बजेको छ कति। यस्तो जाडोमा आएर हामी बिरुवा रोप्न आउँछौँ, स्याहार गर्न आउँछौँ। ठुलो भइसक्यो बिरुवाहरूलाई यसरी बर्बाद गरिदिनुहुन्छ। हेर्नुहोस् यो पाप लाग्छ। हेर्नुहोस् तपाईँहरूलाई चाहिँ एकदमै पाप लाग्छ। यो तपाईँहरूको यो कामले एकदमै पाप लाग्छ। तपाईँले यसको क्षति त बिहोर्नुपर्छ तपाईँले। हेर्नुहोस्